गाउँमा भव्य रूपले भागवत पुराण हुने केही दिन अगाडि यस्तो भएछ। एउटा गुरु र शिष्यमाथि होइन, यी शिष्य कहाँ जाँदैछन् कुनी न मलाई भनेर गएका छन्। कहीँ जाँदा त गुरुलाई भन्नुपर्छ भनेर मैले शिष्य त दिएको थिएँ, तर यी आफ्नो गाउँ छाडेर कहाँ डुल्न जाँदैछन्। जहिले फेरि भन्थे, आज फेरि भने नभनिकनै गएका छन्। कहाँ चाहिँ जाँदैछन् त एकखेप सोध्नु पर्यो। यहाँ यत्रो शिव भागवत महापुराण लाग्नेवाला छ, कहाँ अनिरुद्धचार्यलाई यहाँ ल्याउने कुरा छ, उहाँ कहाँ गएका त यी शिष्य? एकखेप सोधिहेर्छु। शिष्य जय श्री राधे। गुरु, म हजुरको चरणमा कोटि कोटि प्रणाम गर्दै ढोक गर्दछु है गुरु। गुरु, हजुरले यहाँ रोकाएर के भन्नको लागि यहाँ रोकाइ बक्सिनु भएको? जय श्री राधे, जय श्री कृष्ण। अनि तिमी अरू बेला त जहिले आफ्ना गुरु मलाई मानिसके पछाडि जहिले सोध्यो, आज चाहिँ किन नसोधी कहीँ गएका? यसो म पनि सहयोग गर्दै जहिले सँगै जान्थ्यौँ, आज चाहिँ किन एक्लै गएका? के भयो तिमीलाई आफ्नो गाउँ छाडेर? यहाँ भागवत पुराण छेउमा लाग्दैछ, त्यसको लागि पनि काम गर्नुपर्छ भनेर मैले अस्ति तिमीलाई शिक्षा दिएको थिइनँ। आज के गर्दैछौ तिमी? कहाँ जाँदैछौ? के नसोधी जाँदैछौ त? न आफ्नै गाउँमा जाँदैछौ त? अच्छा, तिमी त्यस्तै असुविधा परेर गएको हो त भने तिमी छिट्टै आउनु, यहाँ भागवत पुराण सुन्नुपर्छ। जहिले नुहाई धुवाई गरेर बिहान बिहान आएर यहाँ शिवलिङ्गमा पानी चढाउनु पर्छ। सबै मनका निर्मल र कल्म सुकाएर निर्मल भावनाले परिपूर्ण पार्छ। यही आउनु, पुराण हुने एक दिन अगाडि नै पर्सकी आइबक्सिनु। होइन गुरु, म त यहाँबाट फर्किन लागेको यस कारणले लागेको कि मलाई हो यो पुराण आउँदै गरेको भागवत पुराणलाई त म सहयोग गर्न सक्थे, तर अहिले अब त्यस्तै असुविधा पर्यो र म त्यही कारणले गएको गुरु। तपाईँलाई भनिन क्षमा पाऊ है गुरु। ल त गुरुजी, ल म छिटै नै म फर्किने चेष्टा गर्नेछु है त। ल मलाई जान दिनुहोस्, विलम्ब हुँदैछ, म जाने। ए त्यसो भने ल त, ल जाऊ। ए गुरुजी, मलाई सला त्यत्तिकै शिष्य बनाएर राखेको। अस्ति करले नुहाउन लगाउँथ्यो, मलाई यही चाहिँ एकदम वाक्क लाग्छ नुहाउनको लागि। अनि गुरुजी जहिले नुहा भन्थ्यो बिहान बिहानै, त्यही पनि जाडामा। अहिले एकछिनमा नुहाउँछु, तातो पानीले नुहाउँछु भन्दा पनि कराउँथ्यो। ए गुरुजी सबै पैसा खान आएका हुन् के? कथा सुनाउँछन् ओर्छन्, पैसा लिन्छन् जान्छन्, केही लिन्न भन्छन्, फर्स्टमा चाहिँ पैसा भक्कु लिन्छन् अनि जान्छन्। यस्तो गुरुजी, यस्तो कथा पनि हुन्छ? यो म आजैदेखि भएर म यसको शिष्यत्व त्यागिदिन्छु। मलाई चाहिँदैन यस्तो, मलाई सला यस्तो पैसा खाने गुरुजीको। अरू एक थुक हामीहरू उही पैसा दिएर बाहुनलाई धनु पार्ने त हो नि, किन? म जान्न अबबाट। मलाई थाहा भयो कि यो बाहुनहरू कस्ता हुँदो रहेछन् भन्ने कुरो म जान्न। म अब भागवत पुराण बाहुनको कथा सुन्दै हुने हो। आफूले आफ्नो मनमा पवित्र भइहाल्यो नि। मन पवित्र भए सबै दुःख त पाइन्छ नि। लुड्याउँछ यो बाहुन, जान्छ पुराण भागवत पुराण के हेनतेन हाबी जाबी। अरे उनीहरू त जानेका हुँदैनन्, यसरी हुन्छ? जान्न म, साले आजदेखिबाट क्यान्सिल यो भक्त बन्न। हजुरहरू सबैलाई नि थाहा छ होला कि हामीहरूको आज समाज, हामीहरूको यो देश, हामीहरूको यो धर्म कहाँ जाँदैछ त? जाँदैछ कहाँ? यो भिडियो हजुरहरू अन्तिम समय हेर्नु भएको छ, हजुरलाई कसैलाई थाहा नहुन सक्छ। आज गाउँघरमा पनि पुराण भागवत हुन गएको छ, तर भागवत पुराण हुन गएको छ, तर कसै क्षेत्रमा र कुनै क्षेत्रमा पेसा जस्तो पनि भएको छ ब्राह्मणको भने कुनै क्षेत्रमा यिनै राम्रो कर्मलाई पनि कुनै दर्शक
श्रोता महानुभावहरूले गिद्धे नजरले हेर्ने बाध्यता र आवश्यकता परिएको छ र यस कारणले बनाइएको हो। अहिले त अचेल के भइरहेछ, अचेल नि अलिकति पढो भने नि मान्छे भगवानलाई नपुज्ने, स्कुलमा शुद्ध पनि भगवानको विरुद्ध देखिन्छ भनेका शिक्षकहरूले प्राय जसोमा भनेका देखिन्छ। हो, मेरो शब्दलाई नराम्रो लाग्यो होला, हजुरहरूलाई पक्कै पनि नराम्रो लाग्यो होला, तर कुनै न कुनै दिन मेरो यो शब्दलाई हजुरहरू महसुस गर्नुहुन्छ कि यो सही रहेछ। हामीहरूको धर्ममा मात्रै यस्तो हुँदैछ कि हिन्दू धर्ममा कि कसैले धर्म आफ्नै दाजुभाइमा लग्छ गडा, तर अरू धर्ममा यस्तो भएको छैन। त्यस कारणले बनाइएको हो यस भिडियो। र यो प्रतिक्रिया हजुरहरूलाई कस्तो के लाग्यो प्लिज कमेन्ट गर्नुहोला। र नयाँ हुनुहुन्छ भने यस्तै खालका भिडियो र फानी र हँसाउने हाँस्ने भिडियो हल्का हेर्न पाउनका लागि हामीहरूको च्यानललाई अहिले नि गएर सब्सक्राइब गरेर हामीहरूसँग जोडिनुहोला। हस्ताहरूको भिडियोमा भेटौँ, कमेन्ट गर्नु कस्तो लाग्यो। है त, थ्याङ्क यू।